हेलो साथीहरू, वेलकम ब्याक टु दिस च्यानल। योभन्दा अगाडिको हाइक हाम्रो गुप्तेश्वर केभ थियो। रमाइलो भयो, पानीमा भिजियो, रुजियो, रमाइलो भयो। अब हामी लाग्छौँ हाम्रो सेकेन्ड डेस्टिनेसन भैरवी टेम्पलतर्फ। सो हाइक गर्नु केवल रमाइलो मात्र होइन, यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ। हरियाली जङ्गल, चिसो हावा र प्राकृतिक सौन्दर्यले मन प्रसन्न बनाउँछ। हाइक गर्दा शरीर सक्रिय हुन्छ, मुटु स्वस्थ रहन्छ र मानसिक तनाव पनि कम हुन्छ। हामी जति धेरै प्रकृतिसँग जोडिन्छौँ उति नै सकारात्मक ऊर्जा प्राप्त हुन्छ। त्यसैले समय मिले हाइक चाहिँ पक्कै जानु होला है त। अब अघिको तेर्सो बाटोपछि अब अलिकति उकालो बाटोतर्फ लाग्दैछौँ हामी। त्यसपछि हामी अब छिटै नै भैरवी मन्दिरतर्फ पुग्छौँ। सो वी आर अलमोस्ट देयर। हामी चाहिँ यहाँ गणेशको सानो मन्दिर छ, त्यहाँ पुगिसकेको छौँ। वेदर एकदमै क्लियर, सनी, ब्राइट भइसकेको छ होइन। कम्प्लिटली चेन्ज भइसक्यो वेदर। सो अब यसको टर्निङ पछाडि चाहिँ हामी भैरवी मन्दिर पुग्छौँ। यहाँ चाहिँ गणेशको दर्शन गर्छौँ। जहाँ भेट्यो कुकुर पनि सँगै हिँड्ने रेबिस त लागेको छैन नि तिमीहरूलाई। सो देयर यु गो। त्यहाँ सानो हामीले मन्दिर देखिसकेका छौँ भनेपछि अब हामी धेरै हिँड्नु पर्दैन। अबको केही समयमा नै हामी मन्दिर पुग्छौँ, भगवान्को दर्शन गर्छौँ, आफूलाई चाहिएको कुरा माग्छौँ त्यहाँ होइन। सो लेट्स मुभ टुवर्ड्स द टेम्पल। राम्रो बाटो छ जस्तो त। हामी आएको बाटो हो त्यो होइन होला, यो बाटो हामी आएको अरे यताबाट होइन, जाँदाखेरि चाहिँ यताबाट हो। घन्टी कति घन्टी सो मन्दिर पुगियो। अब मन्दिर दर्शन गर्ने, मन्दिरभित्रको देवताहरूको दर्शन चाहिँ म अर्को भिडियोमा राख्छु। सो स्टे ट्युन।